मिठो हालिदिउँ अझै यहाँनिर भएन ल यसलाई पोलेर निकालौँ ल यो तातो पानीले छिट्टो गुन्द्रुक बित्छ अथवा ल तातो पानीमा गुन्द्रुक बिजाइयो ल ल है त साथीहरू यो मेटार अलि धेरै डढेछ आलु पनि अलि धेरै कालो भएछ ल ल अब यो आगोमा पोलेको आलु कालो न कालो फेरि चट्ट मिठो हुन्छ यो चाहिँ मेटार हो है साथीहरू हैन यो मेटा चाहिँ कस्तो हुन्छ भन्दा पुरै रातो हुन्छ हैन भित्र है यस्ता खालको मेटार हो कि हेर्नु न एकदम स्पेशल अमिलो अचार हुन्छ यो अब यसलाई सिलेन्टोमा राखेर पिस्न बाँकी ल एकचोटि हालौँ उछिटिन्छ भनेर मात्र हो लसुन एकचोटि हाल्न पाएँ आनन्द यो मेटार अब यसमा म मसला एड गर्छु यो आफूलाई चाहिने जति अर्कलेर नुन अचारमा थोरै जिरा हालेन भने त टेस्टै आउँदैन धुलो खोर्सानी अलि पिरै चाहिन्छ अचार ल यति एड भएपछि अब अचार दामी हुन्छ ल अलि यो मुस्दिउँ यो मेटार एड गरिदिउँ अचार त अब खतरा मिठो हुन्छ ल हालौँ थोरै झोल अझै हालौँ अझै हो ल यतिकै एड गरेपछि अब यो ढिँडो खानालाई यो अचार रेडी भयो ल एकदमै मिठो होला हेर्दाखेरि नै वाउ थोरै चाखेर देखाउनुपर्छ ल पानी पनि सर्लक्कै उम्ल्यो ल पिठो हालौँ अलि धेरै हाल्यो भने छिटो हुन्छ थोरै हाल्दाखेरि गाह्रो हुन्छ छिटो हाल्यो भने छिट्टै धेरै हाल्दा अलि छिटो हुन्छ ल यो अलि हामीले चाहिँ थोरै पिठो हाल्ने बानीले चाहिँ के हुन्छ भन्दा यस्तो डल्लोहरू धेरै छुट्छ कि अनि धेरै पिठो हाल्दा चाहिँ अनि एकैचोटि उडालिन्छ अनि डल्लो धेरै हुन्न अनि ढिँडो मस्किन पनि सजिलो त्यसरी कुरेर बस्नु पर्दैन छिटो पिठो हालेर चलाइहाल्नु पर्छ थोरै पिठो पुगेन अझै नरम खानुपर्छ ढिँडो मकैको पिठोको ढिँडो ल नरम पुगै ल साथीहरू अब अचार बनाउनुतिर लागौँ है त थोरै अचार चाखेर हेरौँ है कतिको टेस्ट भएछ ओ थोरै नुन पुगेन यसलाई ओहो हो ल यो अब यो ढिँडो पाक्यो ल अब चाहिँ
अब यसलाई पस्क्यौँ चट्ट लाएर ल आहा ल रेडी भयो अब यो खोर्सानी एड गरौँ के अरे खोर्सानी भन्नु पुगिसक्नु त अचार गुन्द्रुकको अचार ल एकदमै हटहट बास्ना आउने खालको गुन्द्रुकको अचार बन्यो है अब यो मजाले खाएको भिडियो बनाउँछु ल है त साथीहरू अब सबै आइटम रेडी भइसक्यो आज त्यत्रो मिहिनेत गरेर अब चाहिँ यो तातो ढिँडो मकैको सेतो मकैको ढिँडो सुरु गरौँ है त फर्स्ट बाइट ढिँडोबाटै गर्छु म भिडियो बनाएको ओहो लास्टै मिठो भएछ त यो लोकल मकै यो सेतो मकैमा चाहिँ गुली गुली हुन्छ मकै पिठो अनि मिठो हुन्छ ढिँडो त्यो पहिलो मकै त्यति मिठो हुन्न खुस्रो हुन्छ त्यो मकै के अरे मकैको पिठो यो लोकल अचार हो नि फेरि साथीहरू है लगभग खाना खाइसक्यो अझै यति उब्रिया छ लास्टै मिठो गुन्द्रुक आलु पोलेर बनाएको अचार लास्टै मिठो